दर्शकबिन नमस्कार। म आज बगैँचामा आएको छु। आज बगैँचामा आएर यसो स्याउ कतिको फल्या रहेछन्। एउटा रुखमा चाहिँ फलेका छन् अलिअलि है। पानी असिनाले कतिको झारेछ भनेर यसो हेर्नलाई गाइस राम्रो छ। स्याउहरू फलेको राम्रो छ, कुनैमा राम्रो छ, कुनैमा राम्रो छैन। एक दुई ठाउँमा फलेको राम्रो छ, अरू छैन त्यति राम्रो। हामी अब यता बजार साइडतिर जाँदैछौँ। दर्शक हेरेर साथ दिनु होला, सबैजनाले लाइक कमेन्ट गरिदिनु होला है। ए बगैँचा यत्रो रुख छ है। यहाँ हेर्नु न, रुखहरू कत्रो छ है। तर स्याउहरू भने कम फलेको छ। स्याउहरू त्यति राम्रो फलेको छैन है। स्याउहरू कुनै ठाउँमा राम्रो छ, कुनै ठाउँमा राम्रो छैन। त्यति राम्रो फलेको पनि छैन र त्यति राम्रो पनि देखिएको छैन। आज यो सालमा स्याउ भने लगभग 50% राम्रो छ, 50% छैन। अहिले हामी अब स्याउको बगैँचामा यसो रमाइलो गर्न एकछिन यसो घुम्न आएका थियौँ। हामी अब दर्शकबिन जाँदैछौँ बजारतिर। हामी बजारमा जाँदै गर्दा यसो एउटा स्याउको भिडियो बनाइदिउँ भनेर बनाइदिएको। कस्तो लाग्छ प्रक्रिया दिनु होला है। ए प्लुङ, हाम्रोतिर प्लुम भन्छ है यसलाई चाहिँ। यो देखिने चाहिँ तपाईँकोतिर के फल भन्छ यसलाई। अहिले चाहिँ सानो फलेको फल चाहिँ छ स्याउ जस्तै है। पछि चाहिँ तपाईँहरूको के फल भन्छ त्यो फलको नाम चाहिँ दिनु, कमेन्टमा राखिदिनु होला। हाम्रोतिर चाहिँ प्लुम भन्छ यतातिर। दर्शकबिन हामी चाहिँ बजारतिर जाने बाटो है। यो हाम्रो बजारतिर जाने बाटो। हामी अहिले बजारतिर जाँदैछौँ।